आजको शीर्षक रहेको छ प्रश्नको बाटो। म धेरै पटक आफैलाई सोध्छु, किन म यस्तो छु? किन मेरो दिमागले यति धेरै प्रश्न गर्छ मनलाई? जब दिमागलाई थाहा छ यी कुनै प्रश्नको उत्तर मनसँग छैन भनेर। तर उत्तर मौनतामा हराइरहेको छ। कहिले बादलमा, कहिले टाढा त्यो एक्लो जुनमा संकेत मात्र देखिन्छ, तर कहिले स्पष्ट हुँदैन। कहिलेकाहीँ रातको सन्नाटाले मेरो सास समातेर राख्छ, अनि बिस्तारै मनका सबै रहस्यहरू गहिराईबाट आउँछन्, जसरी कपिला अंकुर आउँछ। अन्तर्मनको यात्रा मौनसँगै सुरु हुन्छ। मेरो मौनता जो म आफैलाई पहिला भारी लाग्थ्यो, अहिले साक्षी र गुरु दुवै आफै भयो। र म आफैसँग धैर्यताका फाइलाहरू मिलाउँदै हिँड्दैछु। यो यात्रा कहाँ पुग्छ, कति लामो हुनेछ मलाई थाहा छैन, तर प्रत्येक मोडमा सानो उज्यालो फर्किरहेको हुन्छ र पक्कै हुनेछ। आजको शीर्षक रहेको छ प्रश्नको बाटो। म धेरै पटक आफैलाई सोध्छु, किन म यस्तो छु? किन मेरो दिमागले यति धेरै प्रश्न गर्छ मनलाई? जब दिमागलाई थाहा छ यी कुनै प्रश्नको उत्तर मनसँग छैन भनेर। तर उत्तर मौनतामा हराइरहेको छ। कहिले बादलमा, कहिले टाढा त्यो एक्लो जुनमा संकेत मात्र देखिन्छ, तर कहिले स्पष्ट हुँदैन। कहिलेकाहीँ रातको सन्नाटाले मेरो सास समातेर राख्छ, अनि बिस्तारै मनका सबै रहस्यहरू गहिराईबाट आउँछन्, जसरी कपिला अंकुर आउँछ। अन्तर्मनको यात्रा मौनसँगै सुरु हुन्छ। मेरो मौनता जो म आफैलाई पहिला भारी लाग्थ्यो, अहिले साक्षी र गुरु दुवै आफै भयो। र म आफैसँग धैर्यताका फाइलाहरू मिलाउँदै हिँड्दैछु। यो यात्रा कहाँ पुग्छ, कति लामो हुनेछ मलाई थाहा छैन, तर प्रत्येक मोडमा सानो उज्यालो फर्किरहेको हुन्छ र पक्कै हुनेछ।